स्कुटी हुनेहरुको लागि चाहिँ यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तपाईले ध्यान दिएर सुन्नु होला। तपाईले यो भिडियो हेर्दै हुनुहुन्छ भने शेयर पनि गरिदिनु होला। स्कुटी इन्फर्मेसन भिडियो दिन गइरहेको छ। मलाई कोही एकजना कस्टमरले चाहिँ कमेन्ट गर्नु भएको छ, एकदमै थ्यांक यू सो मच। अनि तपाईले पनि यस्तो यस्तै कुराहरु मलाई कमेन्ट गर्नु होला। यही विषय लिएर म धेरै भिडियोमा बनाउने कोसिस गर्नेछु, कुरालाई बुझाउने कोसिस म तपाईलाई गर्नेछु। एकजना कस्टमरले चाहिँ त्यो खालको क्वेशन गर्नु भएको छ। स्कुटी हुनेको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तर गियरलेस स्कुटीमा चाहिँ जब गियर हुँदैन त त्यो गियर ओइल लाग्छ। अनि कति जनाले चाहिँ फेरि के भनिरहेछ, बाइकमा पनि मेरो गियर ओइल चेन्ज गरिदिनुस् न भनिरहेको हुन्छ। सो बाइकमा चाहिँ गियर ओइल लाग्दैन है, तो स्कुटीमा चाहिँ गियर ओइल लाग्छ। गियर ओइल चाहिँ कति किलोमिटर कुदेपछि चाहिँ चेन्ज गर्ने भनेर भन्नु भएको छ। 6000 देखि लिएर 7000 किलोमिटरमा चाहिँ तपाईले गियर ओइल चाहिँ चेन्ज गर्दा हुन्छ। 3 टाइम्समा चाहिँ तपाईले नर्मल सर्भिसिङ गर्दाखेरि तपाईले गियर ओइल तपाईले चेन्ज गर्न सक्नुहुन्छ। त्यही पनि स्कुटी हुनेहरुको लागि यो भिडियो इम्पोर्टेन्ट छ। तपाईले जति सक्दो स्कुटी हुने सामान यो भिडियोलाई शेयर गरेर पुर्याइदिनु होला। किनभने अहिलेको जमाना भने चाहिँ खाली स्कुटी मात्रै छ है। गाउँ बस्तीमा सबैलाई चाहिने स्कुटी, जरुरतलाई पूरा गर्ने पनि स्कुटी। सानो इन्फर्मेसन तपाईहरुको लागि। थ्यांक यू सो मच।